नमस्कार यहाँहरूलाई फेरि स्वागत छ मेरो आफ्नो युट्युब च्यानलमा। प्रेम भाइले स्वास्थ्य र राम्रो घर देखाउनुहुन्छ भन्नुहुन्छ कि धेरैजना साथीभाइले। आज तपाईँलाई यति राम्रो घर देखाउँदैछु, एकदमै राम्रो लोकेसनमा है। ठ्याक्कै काठमाडौँको एयरपोर्टको पछाडिपट्टि रहेको, जताबाट आउँदा पनि सेन्टर लोकेसन भन्दा पनि हुन्छ। भक्तपुरबाट आउँदा पनि नजिक, काठमाडौँ त काठमाडौँ भइ नै हाल्यो। यस्तो राम्रो घर तपाईँलाई सम्पूर्ण जानकारी दिनेछु, सुरुदेखि अन्तिमसम्म हेरेर साथ दिनु होला। आजको भित्तीमा रहेको घर यही नै हो, तपाईँले हेर्न सक्नुहुन्छ। जस्ताको तस्तै देखाउँदैछु है। यो अगाडिको फेस हेर्न सक्नुहुन्छ, यति राम्रो रहेको छ, हेर्न सक्नुहुन्छ। चिटिक्कको सुन्दर घर रहेको छ है। टक्क तपाईँले यो बाटो हेर्न सक्नुहुन्छ, 13 फुटे पिच बाटो रहेको छ है। सर हेर्न सक्नुहुन्छ, ढलको निकास भइसकेको। अगाडिपट्टि यस्तो खाले गेट रहेको छ है। अब सर र तपाईँलाई भित्रतिरको दृश्यहरू पनि देखाउनेछु, सबै जानकारी दिनेछु। अगाडिपट्टिको दृश्य हेर्न सक्नुहुन्छ, पूर्व मोडा गरेको निकै राम्रो घर, चिटिक्कको घर यही नै रहेको छ। अब यहाँदेखि तपाईँले हेर्न सक्नुहुन्छ, गेट रहेको छ। यो साइडदेखिको दृश्य देखाउँदैछु है त। यस्तो खाले रहेको छ। यो गेटको दृश्य हेर्न सक्नुहुन्छ, अगाडिको फेस तलदेखि माथिसम्म फेरि पनि एकचोटि हेर्न सक्नुहुन्छ भने। अब यसै गरी यहाँनिर मजाको पार्किङ स्पेस रहेको छ। एउटा गाडी मजाले अड्छ, हेर्न सक्नुहुन्छ। जस्ताको तस्तै देखाउँदैछु है। एउटा गाडी पार्किङ गर्न मिल्ने स्पेस रहेको छ, यो साइडमा हेर्न सक्नुहुन्छ। अब यहाँदेखि माथि जाने चेनल गेट सिडी रहेको छ भने भित्रपट्टि 3वटा रुम र कमन टोयलेट बाथरुम पाइ नै हाल्नुहुन्छ। भाडामा दिनुभएको छ, जस्ताको तस्तै देखाउँदैछु है। हेर्न सक्नुहुन्छ, यहाँनिर यो मेन ढोका रह्यो है। अब तपाईँलाई भित्रतिरको दृश्य देखाउँदैछु। भित्री भागमा हेर्न सक्नुहुन्छ, बीचको प्यासेज रह्यो, यस्तो खाले रहेको छ। ढोका पनि राम्रो क्वालिटीको युज गर्नुभएको छ भने। यहाँनिर एउटा ठुलो साइजको यो ओपन रुम पाउनुहुन्छ तपाईँले, खुल्ला रुम रहेको छ, हेर्न सक्नुहुन्छ। जस्ताको तस्तै देखाउँदैछु है। पूर्व साइडतिर ध्यान लागेको हुँदा रुम पनि एकदमै उज्यालो रहेको छ, भाडामा दिनुभएको छ, हेर्न सक्नुहुन्छ। यहाँनिर यसै गरी अर्को रुम रहेको छ, यो बेडरुम बनाउनु भएको छ, हेर्न सक्नुहुन्छ। यस्तो खाले यसै गरी यो बेडरुमको दृश्य तपाईँले हेरिसक्नुभयो, मन पारिसक्नुभयो होला। एकदमै ठुलो साइजको बेडरुमको दृश्य रहेको छ है त। अब यहाँनिर तपाईँलाई अर्को रुम रहेको छ, यतापट्टिको दृश्य पनि देखाउनेछु, सबै देखाउनेछु। यो अघि नै पनि हेरिसक्नु भएको छ भने यहाँनिर हेर्न सक्नुहुन्छ, यो बीचको कमन टोयलेट बाथरुम रह्यो है। जस्ताको तस्तै रहेको छ, हेर्न सक्नुहुन्छ। यो बीचको भाग रह्यो कमन टोयलेट बाथरुमको दृश्य, र यसै गरी यो लिभिङ रुमको दृश्य हेरिसक्नुभयो भने अब तपाईँलाई सिधै म माथिल्लो तलामा लगेर जानेछु। यो सिडी भयो, राम्रो खाले टाइल युज गर्नुभएको छ भने। साइडमा काठको रेलिङ र यतापट्टि खुल्ला उज्यालो हेरिसक्नुभयो तपाईँले। सिडी पनि एकदमै ठुलो साइजको उज्यालो रहेको छ। यसै गरी अब म माथिल्लो तलामा आइपुगेको छु। यहाँ आउँदा बित्तिकै ओपन स्पेस पाइ नै हाल्नुहुन्छ, प्यासेज रहेको छ पूर्व साइडतिर होइन। यसै गरी अब तपाईँलाई भित्रतिरको दृश्य पनि देखाउनेछु। यहाँ एउटा राम्रो चिटिक्कको ढोका रह्यो, जालीवाला भने। भित्रपट्टि ढोकाहरू रहेको छ। अब यहाँ बीचको ओपन स्पेस पाउनुहुन्छ, राम्रो डेकोरेसन गर्नुभएको छ होइन। यो लिभिङ रुम बनाउनु भएको छ। पूर्व साइडतिर ध्यान लागेको हुँदा उज्यालो रहेको छ। साइडमा पनि राम्रो कलरहरू युज गर्नुभएको छ। माथि फल सिलिङको डेकोरेसन पनि एकदमै राम्रो राख्नुभएको छ भने। तल पनि टाइल हेर्न सक्नुहुनेछ। यसै गरी यो अर्को बेडरुमको दृश्य रहेको छ, हेर्न सक्नुहुन्छ। पछाडिपट्टि झ्याल लागेको हुँदा उज्यालो रहेको छ, जस्ताको तस्तै तपाईँलाई देखाउँदैछु है। माथि फल सिलिङको डेकोरेसन हेर्न सक्नुहुन्छ। वरिपरिको साइडको कलरको कम्बिनेसन एकदमै म्याचिङ भएको छ भने। यसै गरी यहाँनिर तपाईँले पाउन सक्नुहुन्छ, यो अट्याच बेडरुम रहेको छ, ठुलो साइजको रहेको छ। यसमा पनि झ्याल लागेको हुँदा उज्यालो रहेको छ, हेर्न सक्नुहुन्छ। मिडियम साइजको ठिक्कको राम्रो चिटिक्कको रहेको छ भने। यसमा यो अट्याच टोयलेट बाथरुम रहेको छ, हेर्न सक्नुहुनेछ। जस्ताको तस्तै तपाईँलाई देखाउँदैछु है त। यहाँनिर हेर्न सक्नुहुन्छ, राम्रो खाले र्याक पनि रहेको छ। यसमा सामानहरू मजाले राख्न सक्नुहुनेछ तपाईँहरूले है। अब तपाईँलाई यो घरको वरिपरि भित्री भागको दृश्य देखाउँदैछु, सबै कोठाहरूको दृश्य देखाउँदैछु। हेरि पनि सक्नुभयो। यहाँनिर 2वटा बेडरुम, चिटिक्कको कमन टोयलेट बाथरुम, एउटा ठुलो साइजको लिभिङ रुमको दृश्य हेरिसक्नुभयो। पक्कै पनि मन पारिसक्नुभयो होला, किनौ लाग्यो होला है त। अब यहाँनिर यो बाहिरी नर्मल कमन टोयलेट बाथरुम पनि रहेको छ, हेर्न सक्नुहुन्छ। यो पनि एकदमै उज्यालो ठुलो साइजको रहेको छ। टोयलेट बाथरुमको दृश्य हेरिसक्नुभयो होइन त। अब तपाईँलाई यसै गरी यहाँनिरको सबै रुमहरूको दृश्य देखाइसकेको छु है। यो लिभिङ रुमको दृश्य पनि अघि नै हेरिसकिसक्नुभएको छ तपाईँहरूले। अब बाहिरी भागको दृश्य पनि यहाँनिरदेखि हेर्न सक्नुहुनेछ। अब सिधै तपाईँलाई माथिल्लो तलामा लगेर जाँदैछु है त। यहाँनिर हेर्न सक्नुहुन्छ, साइडमा राम्रो खाले काठको रेलिङ युज गर्नुभएको छ भने। तलपट्टि ग्रानाइट टाइल र यहाँ सिसा रहेको हुँदा उज्यालो रहेको छ है। अब सिधै तपाईँहरूलाई माथिल्लो तलामा लगेर वरिपरिको भ्यू, कोठाहरूको भ्यू
सबै देखाउँदैछु। यहाँ आउँदा बित्तिकै यहाँनिर तपाईँले पाउन सक्नुहुन्छ यस्तो खाले ओपन स्पेस रहेको छ। कमन टोयलेट बाथरुम बाहिरै रहेको छ भने यहाँनिर मन्दिर रुम पनि रहेको छ, त्यो पनि हेरिसक्नु भयो तपाईँले, पूजा रुम भन्दा पनि हुन्छ। र यहाँनिर तपाईँले पाउन सक्नुहुन्छ बाहिरी भागमा कमन टोयलेट बाथरुम र यो साइडमा अर्को एउटा रुम रहेको छ, हेर्न सक्नुहुन्छ बेडरुम ठुलो साइजको रहेको छ। वरदेखि परसम्म माथिपट्टि फल सिलिङको डेकोरेसन राम्रो गर्नुभएको छ भने साइडको कलर पनि राम्रो युज भएको छ यो घरमा। यसै गरी यहाँनिर पाउन सक्नुहुन्छ चिटिक्कको यो मिडियम साइजको किचन रुम रहेको छ है, यस्तो खाले रहेको छ। हेर्न सक्नुहुन्छ यो किचन रुम भयो। किचन रुममा झ्याल रहेको हुँदा एकदमै उज्यालो रहेको छ, जस्ताको तस्तै तपाईँहरूलाई देखाइसकेको छु। अब यहाँदेखि यो घरको माथि छतमा जाने बाटो रहेको छ, हेर्न सक्नुहुन्छ फलमको भर्याङ रहेको छ। अब यहाँदेखि तपाईँलाई माथि लगेर जाँदैछु। माथि लगिसकेपछि वरिपरिको दृश्य पनि देखाउने छु है, हेर्न सक्नुहुन्छ यस्तो खाले रहेको छ। अब यहाँदेखि माथि आइपुगेको छु। यहाँ एउटा ढोका पनि रहेको छ नर्मल खाले होइन। यो ढोका खोल्दा बित्तिकै अब म बाहिर छतमा आइपुगेँ। यहाँ आउँदा बित्तिकै हेर्न सक्नुहुन्छ तलपट्टि राम्रो टाइल युज गर्नुभएको छ। वरिपरिको डेकोरेसन भ्यू सबै एकदमै राम्रो रहेको छ, तपाईँलाई जस्ताको तस्तै देखाउँदैछु है त। ल हेर्न सक्नुहुन्छ यहाँदेखि तपाईँहरूले वरिपरिको भ्यू पनि हेर्न सक्नुहुन्छ भने राम्रो पानीको टङ्की फिल्टर सबै युज गर्नुभएको छ, रहेको छ यो घरमा भन्दा पनि हुन्छ है। अब यहाँदेखि भ्यू मजाले हेर्न सक्नुहुन्छ, एयरपोर्टको भ्यू पनि हेर्न सक्नुहुन्छ होइन। वरिपरिको भ्यू हाइटमा रहेको मिलेको ठाउँमा रहेको एकदमै राम्रो चिटिक्कको सुन्दर घरको खोजीमा हुनुहुन्छ भने यो घरले तपाईँहरूको लागि भन्दै कुरेर बसिया छ भन्दा पनि हुन्छ। एकदमै राम्रो घर, सिम्पल 3 आना चान्चुन जग्गामा बनेको यति राम्रो घरको खोजीमा हुनुहुन्छ भने यो घर पक्कै पनि तपाईँहरूको लागि नै बनेको छ है त। अब यो घर लिन चाहनुहुन्छ भने भिडियो अन्तिमसम्म हेर्नुहोला। अन्तिममा सरर जानकारी पनि दिनेछु, सबै जानकारी थाहा पाइ नै हाल्नुहुन्छ। भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला। आहा नि यति राम्रो घर हेरिसक्नु भयो, मन पारिसक्नु भयो, किन लाग्यो होला, पक्कै पनि लागिसक्यो। यो घरको एक्ज्याक्ट लोकेसन भन्नुपर्दा काठमाडौँ जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर 9 मा रहेको ठ्याक्कै यो एयरपोर्टको पछाडिपट्टि रहेको एयरपोर्ट नगर प्रवेशद्वार भित्र रहेको कलाउनी भित्र रहेको यति राम्रो घर 3 आना एकदममा बनेको 2.5 तलाको पूर्व मोडा गरेको टक्क अगाडिपट्टि 13 फुटे पिच बाटो ढलको निकास भइसकेको यो घरमा यहाँनिर हेर्न सक्नुहुन्छ एउटा मजाले गाडी पार्किङ गर्न मिल्ने स्पेस रहेको, अर्को साइडमा बाइक पार्किङ गर्न सक्नुहुनेछ। भित्री भागमा आउनुहुन्छ भने मजाले 3वटा रुमहरू पाउनुहुन्छ, कमन टोयलेट बाथरुम भइ नै हाल्यो, फ्ल्याट सिस्टमको घर। माथिपट्टि पनि सेम एउटा अट्याच बेडरुम रहेको छ है माथिपट्टि, त्योभन्दा माथिपट्टि 2वटा रुम कमन टोयलेट बाथरुम पाइ नै हाल्नुहुन्छ। अब यो घर आउनुहोस्, हेर्नुहोस्, बुझ्नुहोस्, सबै प्रक्रियाहरू बुझेर लिन सक्नुहुनेछ। अब यसको मूल्य भन्नुपर्दा धेरै छैन है, जम्मा 2,65,00,000 मात्रै राख्नु भएको छ घरधनीले, त्यसमा पनि केही मिलाइदिन्छु भनिसक्नु भएको छ। आएर हेरेर राम्रोसँग बुझेर लिन सक्नुहुनेछ। अब ढिला नगर्नु है त, साइडमा हेर्नुहोस् त घरको लागि भन्दा नम्बर राखिसकेको छु, डाइरेक्ट कन्ट्याक्ट गरेर राम्रोसँग बुझेर लिन सक्नुहुनेछ। र केही नबुझेको कुरा छ भने घर जग्गा काठमाडौँ युट्युबमा पुरा भिडियो छ, त्यहाँ गएर पनि हेर्न सक्नुहुनेछ। धन्यवाद।